फिलअप गर्दै गाइज अब हामी Hello guys, welcome back to YouTube channel once again. How you guys are doing? I hope you guys are doing great. And guys, कत्रो वाइड एंगल देखे हो अनि आज चाहिँ हामी घुम्न जान लागेको गाइस आफ्टर लङ टाइम अनि कहाँ गयो अनि भ्लग पनि बनाउने हो गाइस ल गाइस हामी अब आइसक्यौँ गाडीतिर जान्छौँ सामान ब्याग यस्तो निकालेर राख्नुपर्ने हुन्छ पछाडितिर कपडाहरू पनि लिएछु अलिअलि ड्रोनको ब्याग यता राख्दिएँ मैले पर्फेक्टली ल गाइज अब एकैचोटि राइडमा उयसमा भेटौँ है त गाडीमा ल गाइज हामी चल्दिएको घुम्न ल गाइज गाइज हामी चल्दिरहेको अब बाटो 203 किलोमिटर देखाइरहेछ गाइज होइन यस्तै हो होइन आज ड्रोन उडाउने हो गाइज यस्तो गाइज अब अलि अगाडि गएपछि कफी लिने ठाउँ पछि म देखाउँछु तपाईँहरूलाई 7-Eleven हामी आयौँ कफी लिन एन्ड कफी इज सो गुड है यहाँको धेरै राम्रो हुन्छ दामी नै हुन्छ गुड फास्ट एन्ड उयो हुन्छ लगाइ जाम अब भित्र गएर लिएर आउँछौँ है गाइस कफी आइसक्यो है कफी अब खा फिलअप गर्दै गाइस अब हामी चल्दिने ल गाइस हाइवे छिर्न लाग्यो है हामी स्पिड क्यामेरा गाइस आउँदैछ अगाडि ल गाइस क्यामेरा गाइस ड्रोन रेडी हुँदैछ है चार्ज एउटा पनि छैन है गाइस 5G पनि छैन गाइस अब एकछिन रोक्न लागेको लङ ड्राइभ भयो ब्रो यताबाट ल गाइस हामी निस्कियौँ है रेस्ट गरेर गाडीलाई पनि रेस्ट भयो एन्ड नो सिग्नल छैन केही पनि सिग्नल केही पनि छैन आइरहेछ एउटा सानो पोइन्ट त्यो पनि पे गर्नलाई हुने रहेछ अनि अब निस्किन लाग्यो गाइस हामी यहाँबाट अब अझै लाइक कति 50 किलोमिटर कति छ अझै अनि त्यसपछि 47 किलोमिटर छ अझै त्यसपछि हामी पुग्छौँ गाइस डेस्टिनेसनमा त्यहाँ भिडियोहरू बनाउँछौँ दामी गाइस हामी बनबेडी आइपुगिसक्यौँ है दामी guys, this is the view. हामी लुकआउट हेर्नु न यहाँबाट ओहो नाइस
हेरिहाल्नुभयो सिन चाहिँ यस्तो छ है। ल गाइज हामी चाहिँ अब घरतिर लाग्दिन लगाएको भ्लग यस्तो नै भयो आजको लागि। सबै देखिहाल्नुभयो अनि हामी दुईजना गोइङ होम गाइज है। यस्तो छ भ्यू सिद्धो गाइज। टाइम छैन लाइक कति बज्यो अहिले 4:11 भयो। हामी जाँदा 6-7 नै हुन्छ, टाढा छ यहाँबाट। ल गाइज सब्सक्राइब हान्नु पऱ्यो अनि छिटै नै भेटौँला नयाँ भ्लगमा। टु बी कन्टिन्यू इन एनदर भ्लग। पिस आउट गाइज, स्टे सेफ।